र दर्शकबिन्द अहिले भने म NH10 हाइवे 29 माइल अगाडि है 29 माइल अनि गेल खोलाको बिचमा भर्खरै मात्र आएको अवस्थामा तपाईँलाई यहाँको जानकारी दिँदै साथीभाइहरू हेर्न सक्नुहुन्छ है। हिजो बेलुका चाहिँ है यहाँनिर एउटा दुलो जस्तो भएको थियो है रोडमा, अनि बिहानखेरि आउँदा चाहिँ झरिसकेको अवस्थामा तपाईँलाई यहाँको जानकारी दिँदै हेर्न सक्नुहुन्छ है। NH10 हाइवेको चाहिँ हालखबर यस्तो छ। बिचरा हाम्रो यहाँ सरलाई एकदम सेल्युट दिन चाहन्छु। हेर्न सक्नुहुन्छ है उहाँहरूले यसरी ढुङ्गा लाँदै छाप्दैछ साथीभाइहरू है। दृश्य हेरिरहनु भएको छ NH10 हाइवेको। र हालमा त है र यसरी सरहरू यहाँनिर छाप्ने काम गरिरहेको छ, हेर्न सक्नुहुन्छ तपाईँले है। उधर रोक दो यहाँ चाहिँ साथीभाइहरू है हिजो दिउँसो बेलुका चाहिँ यहाँनिर छेड जस्तो भएको थिएछ साथीभाइहरू है। अहिले बिहान आउँदा चाहिँ यसरी यो जुन चाहिँ झरेर है टिस्टा तरफ झरिरहेको अवस्थामा तपाईँले यहाँको जानकारी दिँदै NH10 हाइवेको हेर्न सक्नुहुन्छ है। यहाँ सरहरूले यसरी ढुङ्गा हालिरहेको अवस्थामा हेर्न सक्नुहुन्छ है। एकदम यहाँ चाहिँ है वान वे भएर चाहिँ यसरी खाल्टा भइरहेको अवस्थामा है हाम्रो यहाँ सरहरूले यसरी ढुङ्गा छापिरहेको अवस्थामा तपाईँले यहाँको जानकारी दिँदै हेर्न सक्नुहुन्छ है। हेर्न सक्नुहुन्छ यो दृश्य तपाईँहरूले। अलिक उता जानु छेड छ, छेड हेर्न सक्नुहुन्छ तपाईँले है। यहाँ सरहरूले यसरी है हेर्न सक्नुहुन्छ तपाईँले।